त्रिचुली त कोसीमा गएर सप्त कोसी के भन्छ त्यसपछि फेरि उता कालीगण्डकी नारायणी भन्छ नौडा नदी सेटरडे हो नि त आज अलिक ऊ हुन्छ कि हाम्रो पूजा के अरे पाहाड एक्लै सिङ्गल ठाउँमा छ यहाँको त अलिकति समस्या छैन कि यहाँको तर अरू ठाउँमा त एकदम मोबाइल गरेर टेन्सन बनाउँछ नि के गर्नुहुन्छ के गर्नुहुन्छ यता चाहिँ बेस कति तल छ त्यो बनाउँदा त्यही सिडी चढेर जान्छ बेटा बनाउनु अझ हिजो हामी के अरे चढ्छ होला है त्यहाँ हुन त बानी परिसक्यो होला त्यो माथि पसेर पुरा बनाउ मेन्टेनेन्स गर्छ टेक्निसियनहरु त अगाडि हिजो हामी के अरे त्यहाँ के अरे हामी काठमाडौँमा त्यहाँ माथि गएको के हुन्थ्यो झन् डरारा जानु हुँदैन के टेन्सन भयो त डरारामा झन् कस्तो हुन्थ्यो म त जान मन लाग्थ्यो म त यो भन्दा नि हाइटमा हुन्छ है पहिला पनि गएन अहिले पनि होइन यो त होइन होइन ल यस्तै यस्तै पनि पाहाडको डाँडा छ नि बेटा सानो सानो गाडी त जान्छ त्यो हेर्नु उता गाउँ सानो गाडी त चल्दो रहेछ घरको छेउमा बोलेरोहरु गाई होइन नि यो त अर्कोतिर जाने हो कि फेरि सोभा उताको त अर्को बाटो त पछाडि हो त्यो गाउँ गाउँतिर जाने त्यो पछाडि त आबु खैरुनीबाट माथि चढ्ने हो कि अब गाई हो कि उता बफेलो गाई हो गोरुहरु यतातिर भइसक्यो हुँदैन कि होइन गाईको बाख्रा त्यो अलिकति रमाइलो त्यो बाटो यस्तै छ नि हाम्रो पाहाडमा त बहुत सुन्तला जाम पर्यो नि यार छ्याउ लाग्दो यता त छैन होला जाम अहिले जाने बेलामा हेर न यो बस्ती कम राम्रो छ यस्तै त हो त घान्द्रुकमा स्न्याप पठाउन खिचेर कम राम्रो छ यो त डाँडा